यो आज चाहिँ ठ्याक्कैसँगले झोला बोकेर लागिँदैछ खोलातिर। माछा मार्न आएको कुदै हुँदैछ कि पानी आयो बुरु। हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरु, आज चाहिँ ठ्याक्कैसँगले झोला बोकेर लागिँदैछ खोलातिर। ठ्याक्कैसँगले झोला बोकेर लागिँदैछ खोलातिर। माछा मार्न जान आँटेको साथीहरु हामी चाहिँ। त्यही भएर आज माछाको कार्यक्रम छ। आई होप कति मारिन्छ हेरौँ है। यस्तो छ दिन चाहिँ, यस्तो भएको छ। खोलातिर जाँदैछु माछा मार्नु, हेरौँ कति मारिन्छ। ल साथी हो, झोला चाहिँ अब चेन्ज भयो। अर्को साथी यहाँदेखि आउँदैछ, उसलाई वेट गर्दैछु मैले। झोला चाहिँ चेन्ज भएर अब खोला लाग्न आँटेको क्या। हेलो साथी हो, हामी चाहिँ ठ्याक्कैसँगले आइयो खोला। के अरे म भिडियो गर्दै हिँडेको, यो मान्छेले त बौला भन्छ। मलाई त किन बौला भनेको, भिडियो बनाउँदा कसरी बौला हुन्छ आवा। ल हामी चाहिँ खोला झोला बोकेर आइयो ठ्याक्कैसँग। त्यही त हो नि। अब हाम्रो गाउँ ठाउँमा चाहिँ खोला यस्तो पाउँछ क्या। यहाँनिर त खोला त तर उता गइसकेछ त कान्छो। यता होला हौ। तर खोला त उता गइसकेछ त अहिले त। ठ्याक्कैसँगले आइयो खोला। अब बोटुके पोका थाप्ने हो। कोले यसरी मारेको छ माछा ठ्याक्कै कमेन्ट गरौँ। हामीले त पहिलेदेखि नै मारेको हो यसरी माछा। यो चाहिँ खयरको रुख सर ज्यान सो गरेर हिँडिरहेको छ एउटा सर। कुन चाहिँ सबै हो नि होइन। ऊ चाहिँ जमिनदार हो है यो खयरको। ट्याप्पै यहाँदेखि त्यहाँसम्म उसको पर्छ अरे। खोइ मलाई थाहा छैन, भरै भन्छ। खोलाले भेटेको भाग सबै हो। यो खोलाले जति पनि भेटेको छ भएको सबै। ल ल राम्रो छ। ल खोला चाहिँ यही हो है। झाप्पैसँगले हामी खोला आइसक्यो। ऊ माथि छ नि त्यो ड्याम हो। अस्ति भिडियो देखाएको थियो नि त्यो। हो चाहिँ दौमुखा हो। यता परि चाहिँ यता पारिपट्टि त के सुको डाँगे होइन हो। उयो पारि त सुको डाँगे होइन यो पारि। ट्रेन त खोल्नु पर्यो यार, गर्मीको भयो यार। खोला खोला कहाँ बनाएको। ल अब हामीले चाहिँ ढ्याक्कै सुरु गर्न आँटेको। वहीँ हो आजको उयो चाहिँ। हामीले बोटुको पोका खानुलाई यो गर्नुपर्ने क्या। बम पड्काउनु आँटेको। बम पड्काउने होइन, यो बोटुको पोका थाप्न आँटेको यो खोलामा। ठ्याक्कैसँगले अब यसमा हाल्ने यसरी, अनि भुस हाल्ने हो क्या। अनि गाडिदिने खोलामा। 10 रुपियाँ गोटा पर्छ चुरोट, याद छ? पहिला मैले खाएको तिर न। कति खायो मेरो? उयो के भन्नु खोजेको? चुरोट कहिले खाए? विदेशबाट आएर 50 रुपियाँ बोकेर आउँछ मलाई भेट्न आउँदाखेरि। के अरे 50 रुपियाँ बोकेर आउँछ विदेशबाट मलाई भेट्न आएको अरे। कमसेकम पोस्टलाई भेट्न आउँदाखेरि जे बोल्दा पनि भयो। ल भेटौँ अहिले छिमा। हो ल लाग्यो अब माछा हान्नु, पोटुकी हान्नु। कस्तो हानिन्छ अब हेर्नु। बुढोलाई मैले जालमा आएको होइन, बिरेको बाउलाई पैसा यसो भन्दै थियो। उयो धागो किनेर लिएर भन्दै थियो। जाउँ न, आउने मसँग टस पुरा उता उज्यालो पारिदिन्छ। यसरी बनाउनु पर्छ क्या माछाको उयो चाहिँ। ठ्याक्कैसँगले खोल्ने। ऊ चाहिँ फेरि खुङ्कार हो क्या माछा मार्ने। ऊ चाहिँ खुङ्कार हो, खतरा। ढिल पारेर अनि उसले चाहिँ त्यसरी बनाउने हो। दौमुखामा यस्तो छ सुविधा। माछा खानु मन लाग्यो माछा मार्ने हो।
घुम्नु मन लाग्यो यहीँ छ घुम्नु ठाउँ खानु मन लाग्यो पोका गरेर घाँस खानै बस्ने हो यो सबै सुविधा छ क्या यहाँनिर सेल्फी डाँडा यता होइन उता पर सेल्फी डाँडा माछाले उयो झन्डी डाँडा पो त उता माथि कहाँ झन्डी डाँडा उता माथि सेल्फी डाँडा चाहिँ कता हो उता सेल्फी म गएकै छैन अहिलेसम्म सेल्फी डाँडा पैसा बोक्न 5-6 हजार म लगिदिन्छु 5-6 हजार चाहिन्छ चाहिँदैन अनि खानु पऱ्यो ल भुक्कै हुन्छ खान्छ कहिले 5-6 हजारको चाहिँ के खाने हो त्यस्तो त्यस्ता मैले हिजो 8 हजारको खाएको त्यो बच्चुको दोकानमा सोध अघि भरे गएर खान्छ अरे त्यत्रो खाएर भन त हिजो बेलुका चाहिँदो कुरा गर होइन एउटा ल्याउ त ल एउटा ल्याउ टक्कै अब यसलाई बोटुको लागि यसरी राखेर ठ्याक्कैसँगले यसरी राख्ने हो क्या अब यहाँदेखि माछा आउँछ सरर खेल्छ बोटुको चाहिँ नपाओस् नि फेरि सरकार हराउँदा केही हुँदैन अर्को किन्दा भइहाल्छ किन्दा त हुन्छ र पनि नहरास भन्ने धारणा मेरो चाहिँ हराउँछ कहिले यस्तो चङ्लो पानीमा यहाँ चाहिँ कसरी आएर खेल्छ थोरै उपाय बताइदिने हो कि हौ यसरी मार्ने हो क्या यहाँनिर चाहिँ थोरै थुक्ने होला टडक टडक पार्ने हो धेरै परे भाइ यसरी खेल्ने हो यहाँले के पानी पुरा माछा मार्न आएको कुदै हुँदैछ कि पानी आयो बुरु माछा त मारेको हो कुदै हुँदैछ लुगामा आछ भिजियो त्यहाँ त धेरै पो सामान छ त अब माछाले पानी आयो माछा त मारेको हो नि त्यो कपडा भिजो पानी हेरौँ न यस्तो पानी आयो सेट माछै खुवाइ भएन यार आज उसले चाहिँ कपडा त्यहाँ छ नि त के गरेको खै कहाँ छ ला यहाँ ठ्याक्कै पानी आयो अब जङ्गलभित्र छिरियो हामी यता गोड छ अरे के छ अरे को हो र मान्छे छ नि ए नजाउँ त्यहाँ त त्यति टाढो रहेछ टाढो अरे उति नै रहेछ उति छेउमै यहीँ त्यो उसकोमा त्यहाँनिर कस्तो दामी ठाउँ छ त्यहाँनिर अघि बसेको उहाँ बस्नु ढुङ्गा पनि छ खोला यहीँ छ यहीँ बस्नु त्यसो भए यहाँ त मान्छे आउने ठाउँ भयो है यहीँ बस्नु त्यसो भए अनि त्यहाँ माथि बस्नु राम्रो ठाउँ छ क्या त्यो बाबाले थाप्दैछ गए पनि होला अब त घाम लागिहाल्यो नि घाम लाग्यो एकछिन पानीले तर्साएर यार तर त्यो बुढोको त माछा त परेको देखिनँ यार मैले त हेट त्यति त मलाई पुग्दैन यार हाम्रै 4 जना छौँ फ्यामिली आफ्नो 3 जना झोल खनरङ्ग हाल्ने माछा 2-2वटा मात्रै अरे के मजा भएर अर्ग्यानिक माछा भयो त अनन्दले खाने नि जिन्दगीमा यस्तो नि मैले 70लाई पनि नहोस् हो 70लाई पनि नहोस् है जिन्दगीमा यस्तो चाहिँ यस्तो माछा मार्न आएको पानी परेर घरि रहन्छ घरि पर्छ बिजोग भइरहेको छ यहाँनिर घाम लागेको दामी हुन्थ्यो सेट ल अघि राखेको कोका उठाउन जाँदैछ ऊ चाहिँ म यतै बसेको यो दुईटामा एउटा हो यो मान्छे त उता गयो त यार यो जस्तो लाग्छ उता त्यो पो रहेछ हेरौँ अब पर्यो पानी फेरि आयो क्या हो पानी फेरि आयो जस्तो लाग्यो यार
परेको यो परेछ त यहाँ नभट्टो ल ए यति गर्दो रहेछ धेरै पर्दैन रहेछ झरो एउटा शिकार अनि एउटा खाती पानी पऱ्यो क्या हामी नभए आउँछ नि माछा त एउटा बोटुकोमा यति पानी आइदियो नि त माछा सालाको दुम्सी भन्थ्यो अरे एउटाले कत्रो बाँधेको छ एउटा बोटुकोमा यति आयो अब फेरि राख्न आँटेको कुन चाहिँमा चाहिँ धेरै आउँछ यार यस्तै पर्छ कसले ढिलो उठाउन आँटेको त्यहाँ माथिसम्म उठाउनु जानुपर्ने यहाँसम्म छवटा राखेको छ होइन भेष मिलाएर च्याप्नु पर्दैन भेष यो थाङमा के भएर गरेर च्यापेको मैले पहिले हालेको हो क्या मोजी कहाँ हालेको मैले पहिले राखेको नि छोडे राख्यो ऊ लोदो रे कि म लोदो रे अब थाहा हुन्छ यो बोटुको मैले राख्नु आँटेको अगाडिकोमा त बन्द परेन लु यहाँ आयो म त यहाँ छोडा बुझी यो चाहिँ क्या ल साथी हो अब मैले राख्न आँटेको क्या यहाँनिर राख्न आँटेको अब हेर्छु कति पर्दै रहेछ यसरी राखिन्छ यसलाई म राख्न आँटेको क्या यहाँनिर यो मान्छेले काम दिएन कसरी मोबाइल अडाउनु अब पानीमा त राख्ने कुरो भएन होला यसरी बस्नु पर्छ राखिदिनु पर्यो मोबाइलै गयो यार यो मैले राखेको मोबाइलै डुब्यो क्या र लाग्यो ल साथी हो हामीले एक लटमा 6वटा बोटुकोबाट यति ल्यायो यार एक लट मात्रै भयो एक लटमा यति ल्यायो उहाँ सरले हान्नु हुँदैछ एउटा राख्नु हुँदैछ यहाँनिर चाहिँ सबै बोटुको पोके थाप्न आउँदो रहेछ नि क्या पेन झुन्डिरहेछ कसैले केहरू खाँदै यहीँ बोटुको पोको धेरै थाप्दैछ आज पानी परेछ त्यो आएन ल अर्कोचोटि भेटौँ है ल साथी हो हामीलाई चाहिँ यहाँनिर बस्नु दिएन र बकुलाले त्यस्तो बकुला छ ऊ हान्दैछ ढुङ्गाले हान्दैछ उसले यति बकुला आएर बसिरहेछ नि त्यहाँनिर त्यो पोकामा क्या सबै पोका खाइदिँदो रहेछ क्या अनि बकुला खेलाउँदैछ उसले हामीले कति लटमा उठाएको यो माछा 4 ल 4 लट भएको ल दामी टिप्दै हाल न अब टिप्ने हो नि कस्तो नटिप्नु माछा यार खतरा आएको रहेछ त यार अब 4 लट भयो भने मलाई चाहिँ पुग्छ पुग्छ माछालाई यति पनि धेरै हुन्छ तिमीहरूलाई आधी पनि कहाँ धेरै हुन्छ यार यति त ठिक छ नि यति त लगेपछि त एक छाक त टन्नै लानु परिहाल्यो नि तपाईँ त खाइरहेको हो बराबर जोख्ने हो ढक्पल्ला छ मेरोमा आधी बाँध्ने हो गनेर बाँध्दैन अब कहिले गरिसक्नु यो त गर्नु त्यस्तो हुँदैन दुःख बराबर दुःख मेरो अझै गएको छ म कसरी गयो तपाईँको म थाप्ने उठाउने झेउ मुझे बोक्ने मात्रै सँगसँगै त हिँडेको छु नि त मेरो पनि दायित्व छ नि त्यसमा आधीको आधी 3 भएको 1 भयो ल केटा हो अब चाहिँ हामी ठ्याक्कैसँगले भोक लाग्यो अनि माछा यहाँ राखेर त्यहाँनिर हामीले खोला पारी चटपटे पसल देखियो यहाँनिर अनि अब हामी लागिँदैछ कता हो अब हामी पारी जाने चटपट खानुलाई यहाँदेखि यता माथि थापेको छ ऊ माथिसम्म यहाँसम्म छ यो ढुङ्गादेखि अलिकति माथिसम्म जाउँ सिधै जाउँ न अब किन खोल्नु पोकेकै गाडी चाहिँ किन हिँडाएको नि
यहाँ चाहिँ जाँदैन आमा गहिरो छ क्या यार ओइ यति यार चोर खाने भएको अब हामी फेरि बकुलाले हान्दैन यिनीहरू त आउँदैन होला नि त खोइ त्यहाँ माथि जाने बाटो उयोबाट छ यहाँबाट अझै त्यता झन् गहिरो छ जस्तो लाग्यो मलाई त होइन अझै कम्मर कपडा भिज्यो नि त नि जहाँ छ कहाँ हिँडेको यस्तो ठाउँबाट चाहिँ कहाँ छ बाटो त्यसै हावामा ल्याइदिएको छ क्या यो मान्छेलाई कहाँ गएको छ बाटो म त आइहाल्छु नि बाटो छ भने त दोकान यही हो पिसाब हेर्छु म शीतल भएर दामी ठाउँमा रहेछ आएको अलिअलि त्यहाँनिर ढुङ्गाले खिचिरहेको छौँ पारी भएर यहाँबाट देखिन्छ त्यहीबाट सिधा राखेको छ कुकुरले भएर कुकुर कम्ती आउँदैन गर्मीमा पौडिँदैन बस झोला बोकेर हिँडिदिन्छ हो त माछाको यहाँनिर अहिले पिकनिकहरू आउँदैन नि क्या कहिले काहीँ सिङ यहाँबाट यहाँनिर नि सालीको यहीँ हो सानो नहीं मिलेगा भाइ चेस गर्नु जुस खाएको दामी जुस रहेछ अरे ल माछा चाहिँ मारियो झ्यापैसँगले होइन हो कति मारियो एक माछा झ्यापै माछा मारियो अब गइँदैछ माथि गएर देखाउने हो अब यो मान्छे घरतिर गएर खानु दाउरा त यहाँ रहेछ नि माछा पोली खानु पोलिदिउँ चटपटे खाएर आइयो अब घर लाग्यो अलिक केलाउनु त केलाएको अघि पनि ल माछा चाहिँ यति भए किन झारेको सर केलाउनु धुने मात्रै माछा त परेको एउटा ठिक हो है बासिया थियो त चाहिने जसलाई झ्यापै केलाउँछ लु भाग लाउने अरे यहीँ